हेलो हेलो केटा हो कमिङ फास्ट म चाहिँ अहिले स्वर्गद्वारी हिँडेको यति डेन्जर रोडमा हिँड्न पठाएको ल यति माथि पुग्नु छ। यो चाहिँ परदेखि स्वर्गद्वारी आउने रोड यहाँबाट यतातिर यहाँबाट उठेर आएको लास्ट समस्या हो। अब जानुपर्ने अझै टाढा छ। वाउ वेलकम टु स्वर्गद्वारी। यता पर साइडमा देखिएको के गाउँ हो त्यो चाहिँ थाहा भएन। हामी हिँडेको चाहिँ मुस्ताङ भन्दा कम रहेनछ के। लास्टै ढो भयो यार। अब यहाँबाट अझै माथि जानुपर्ने रहेछ उकालोबाट पर त्यत्रो पर गाउँदेखि चाहिँ हिँडेर आएको हामी बस पार त्यहाँबाट हिँडेर आएको अझै माथि पुग्नु छ। माथि चिलले सरर हान्दियो भने त सखाप पो पार्छ र भाइ। यही रोड हो जानलाको। साथीहरू पछाडि छन् हैन। ल है हाम्रो केटाहरू चाहिँ अझ पछाडि छन्। म चाहिँ रोडमा आइसकेको। लास्टै छ रोड हिँड्नलाई। झन् माथि जान्छ यार तेरे माछिने। लगे त म यस्तो सही बाटो लान्छु कि हैन। पसिनाले त तेरे माछी खल्लीले बनाइसक्यो त हो। आमामा रोड त छरिने जस्तो छ त यार। डेन्जर छ हो डेन्जर छ रोड। लगे त राम्रोसँग आम्ला है। चलो 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 लास्टै ठाउँ भयो यार। यति ठाउँ भइसक्यो होइन। तर अझै बाटोको पनि टुङ्गो नै छैन के। यस्तो वनमा आएको यस्तो उकालोबाट आएको केटाहरूले चाहिँ त्यति मेहनत गरेर आइरहेको छन्। म चाहिँ अगाडि अलि अगाडि छु। हामी चाहिँ बल्ल बल्ल स्वर्गद्वारी आइपुगेको। अब चाहिँ हामी चाहिँ गेटबाट प्रवेश हुँदै हो। आज जङ्गलमा चाहिँ भुलेर लास्टै भोगिल्याङ कहिले कटा भयो होइन। अनि बिचमा चाहिँ गाडी भेटेर चाहिँ अब हामी हिँडेको। गेटमा पुगिसक्यो। केदेखि चाहिँ अब सुरु। ल केटाबाम लौ है गाई स्वर्गद्वारी आइपुग्यो। टक्कमा चाहिँ स्वर्गद्वारीमा हिँडिरहेको होइन। धेरै वर्ष भएको थियो यतातिर आएको चाहिँ। त्यो खतरा बनिछ के होइन। यतातिर नयाँ नयाँ तरिकाहरू बनेको छन्। बब्बाल छ के नयाँ टेम्पलहरू। आमामा